नमस्ते। अनि कहाँबाट आउनु भएको यहाँ? मुस्ताङबाट हैन? मुस्ताङबाट तपाईँ यति बेला चाहिँ बागलुङ नगरपालिका वार्ड नम्बर 13 बलेवाको दमकमा आइपुग्नु भएको छ। सामान लिएर आउनु भएको हो? के लिएर आउनु भएको छ? मोजा ट्राउजरहरू। हजुर? मोजा ट्राउजर झुन्गु मालाहरू। मुस्ताङको कुन ठाउँबाट लिएर आउनु भएको? माथिल्लो मुस्ताङ। पल्लो मुस्ताङबाट सधैँ यो जाडोको बेला लिएर आइराख्नुहुन्छ? कति समय लाग्यो त्यहाँबाट यहाँ आउनको लागि? त्यहाँबाट यहाँ आउन त हामीले गाडीमा आइन्छ। हजुर, एक दिनमै आइपुग्छ। एक दिनमै आइपुग्नु भयो। अनि बागलुङ मालडुङ्गाबाट गाडीमा आउनुभयो? अनि के छ सामान? मोजा ट्राउजर माला निर्मला टमाटर लिएर आइज। अनि यो चाहिँ कहाँबाट? यो चाहिँ चाइनाबाट लिएर आउनु भएको हो? चाइनाबाट लिएर आएर अनि यहाँ चाहिँ बिक्री वितरणको लागि लिएर आउनु। सधैँ जाडोको बेला लिएर आउनुहुन्छ हो? अनि यहाँ चाहिँ मोजा ट्राउजरहरू देख्न सक्नुहुन्छ हैन? उहाँले चाहिँ बोर्डर साइडबाट, चाइनाको बोर्डर साइडबाट यो सामग्रीहरू लिएर आउनु भएको छ। यहाँ खिप, हातमा लगाउने चुरा, औँठीहरू छन् भने भित्र उहाँले ट्राउजर, मोजा, टोपीहरू रहेको जानकारी दिनुभएको छ। उहाँसँगै अर्को एकजना साथी पनि यहाँ आउनु भएको छ। कारसाङ दिदी नमस्ते। नमस्ते। तपाईँलाई हाम्रो गाउँमा स्वागत छ। कस्तो लाग्यो हाम्रो गाउँ भन्नु त? पहिला पनि आइराख्नुहुन्थ्यो? आइराख्थ्यो। सबै दिदी बहिनी चिनेको। यहाँ कसलाई चिन्नुहुन्छ विशेष गरी? उहाँ मेरो छैन, मेरो बहिनी सबै मैले उहाँ बहिनी पहिले यताबाट भन्न पर्यो नि हैन? उहाँ पनि मेरो बहिनी, यो सबै मेरो दिदी बहिनी पहिल्यैदेखि चिनेको। सासु नन्द सबैजना हाम्रो मान्छे सब जहिले पनि आइराख्छु। सधैँभरि वर्षै पछि सामान बिक्री गर्न आउनुहुन्छ? कति वर्ष भयो यसरी आउन थाल्नु भएको छ? 3 वर्ष। आज के लिएर आउनु भएको? आज मोजा ट्राउजर टोपी। कर्साङ गुरुङ मुस्ताङबाट उहाँले जाडोको सामानहरू लिएर यहाँ आउनु भएको छ। यति बेला चाहिँ यो बागलुङ नगरपालिका वार्ड नम्बर 13 बलेवा दमकमा उहाँ आउनु भएको छ। यहाँ हिजो मात्रै हाम्रो देवी प्रसाद पौडेल बुवाको 84 पूजा सम्पन्न भएको थियो र आज त्यसैका लागि यहाँका उत्पत्ति आय आर्जन महिला समूहका दिदीबहिनीहरू यहाँ आफ्नो समूहको भाडाहरू लिनको लागि पनि व्यस्त हुनुहुन्छ र यही समयमा मुस्ताङबाट सामान बेच्न आउनुभएका दिदीबहिनीहरूको सामान किन्न पनि उहाँहरू व्यस्त हुनुहुन्छ। एकदमै रमाइलो ठाउँ रहेको छ यो चाहिँ। ठुलो भयो यो गरौ होला। बाई बाई, आउँदै गर्नु है।